ओए गाइज म काठमाडौँबाट आएको लगभग 1 वर्ष नै बितिसक्यो होइन। अनि लाइक आई थिङ्क होइन आफ्नो म टिन एज चाहिँ होइन जुन किशोर अवस्था हुन्छ नि त्यो भनेको म काठमाडौँमै बिताएँ कि एचआइसी है। अनि मलाई लाग्छ न म जब यो गाउँ आयो नि गएको वर्ष अनि त्यो बेला मलाई लागेको थियो कि यहाँ चाहिँ पुरै शान्त हुने रहेछ अनि सबै साथीहरू पनि कोही छैनन्, मुख्य मुख्य चाडपर्व मात्र आउने रहेछन् होइन। त्यो भएपछि होइन मलाई चाहिँ एकदम लाग्थ्यो कि एकदम एक्लै छु होइन। लाइक देयर आर ओन्ली फ्यु वुमेन्स इन आवर भिलेज, ओल्ड ओल्ड एजेस अल ओल्ड जेनेरेसन्स एन्ड नट द वर्किङ क्लासको जुन हुन्छ नि एउटा युवाहरू चाहिँ कोही पनि छैन, त्यो टाइपको छ होइन। अनि अहिलेको चाहिँ फेरि हाम्रो गाउँबाट त्यत्रो चाहिँ विदेश नै गएको चाहिँ छैनन् सबैजना होइन। तर विदेश जाने तयारीमा छन्, कोही चाहिँ त्यसकै लागि कुरिरहेछन्, कोही के भइरहेको छैन त्यस्तै, मतलब विदेशकै सम्बन्धी केही टार्गेटेडहरू होइन त्यो टाइपको छ। र कोही चाहिँ अझै पनि पहिला इन्डिया जाने गर्थे होइन, इन्डिया। अनि अरू चाहिँ अब नेपालमा धेरै कन्स्ट्रक्सनको कामहरू हुन्छ, के हुन्छ त्यस्तै लेबर सेबर होइन, हरेक चिज त्यस्तो कामहरू गरिरहेछन्। कोही चाहिँ अब पढाइ गरेर नै कुनै सिप सिकेर नै त्यो सम्बन्धी काम गरिरहेछन्, मतलब कि कोही देशभित्रै काम गरिरहेछ, कोही चाहिँ कहिलेकाहीँ कमाउन भनेर लाखहरू गइहाल्छन् होइन। अनि चाडपर्वको बेलामा चाहिँ आउँछन् क्या। सो त्यो कुरा चाहिँ अहिलेसम्म 1 वर्षभित्रमा मैले देखेँ मान्छेहरूको मुभहरू है, मान्छेहरू कसरी जाने रहेछन् गाउँबाट, कसरी आउने रहेछन्, कहिले चाहिँ धेरै मान्छे हुन्छन्, कहिले चाहिँ कम हुन्छन् भन्ने कुरा है। अनि अब्जर्भिङ होइन, यस्तो कुराहरू अब्जर्भ गर्दाखेरि चाहिँ मलाई लाग्छ कि नर्मल भइसक्यो यार मेरो लागि चाहिँ अलिकति। मतलब यहाँ आएर पनि शान्त भएर बस्नु होइन कि अरूलाई चाहिँ लाइक पहिलाको सानोको जब क्षणहरू सम्झन्छु नि कि सँगै खेलेको साथीहरू होइन। तर अहिले चाहिँ होइन, एक्लै भएर बसिराख्ने, आफ्नो काम गर्ने, चुपचाप आफ्नो घर परिवारसँग मात्र भलाकुसारी हुने त्यो टाइपको। अनि चाहेको बेलामा मात्र अब 1-2जना जो काम पर्छ उनीहरूसँग चाहिँ कुराकानी गर्न जाने अथवा केही हेल्प माग्ने होइन, त्यो टाइपको हुन्छ। तर लिटरल्ली त्यो कम्युनिकेसनहरू हुन्छ नि, जुन सञ्चार सम्बन्धी कुराहरू एकदमै फ्रेङ्की हुने, त्यो टाइपको चाहिँ अहिले इन्भाइरोमेन्ट छैन कोहीसँग पनि। सोसल लाइफ अलिकति टाढा छ भनौँ है, सोसल लाइफ टाढा छ। खास गरी चाहिँ अर्को नेबरहुड, मतलब अर्को छरछिमेकसँग मतलब हाम्रो परिवार यसरी म आफै जान्छु अरूसँग कुरा गर्न, त्यो टाइपको अहिले अवसर नै पाइन्न क्या। किनकि मोस्ट अफ दि पिपल होइन यहाँ एकदम बिजी छन् भनौँ, बिजी के लिटरल्ली बिजी। आई डोन्ट नो के होइन, के सोच्छन् कि मान्छेहरू लाइफलाई। हुन त म पनि गायबै थिएँ आफ्नो गाउँबाट धेरै वर्षसम्म। वेल गाइज द्याट्स द थिङ होइन, कि अहिले चाहिँ नर्मलाइज गर्नु परिरहेको छ। आफू पनि बिजी भइएको छ होइन, किनकि परिवारबाट पनि 1-2जना बाहिर जाने बित्तिकै होइन परिवारको त्यो सबै भारहरू आफैले सम्हाल्नु पर्ने हुन्छ के। सो त्यो हुँदाखेरि चाहिँ एउटा काम गर्ने ठाउँमा अब 10वटा काम गर्नुपर्ने हुन्छ। त्यसपछि सेड्युल बनाएर राख्नुपर्छ कि आज यो गर्छु, त्यसपछि यो होइन, त्यो टाइपको भइरहेको हुन्छ। अनि त्यो सम्हाल्नु पर्छ कार्यभारहरू। त्यस कारणले चाहिँ आफू पनि बिजी भएको बेलामा थाहै हुन्न कि अरूजना पनि के गरिरहेछन्, अनि एक्लिएको पनि महसुस हुन रहेछ त्यसपछि चाहिँ। खास गरी चाहिँ बेरोजगार भएपछि होइन, चुपचाप केही नगरी बसेपछि चाहिँ हुने रहेछ क्या त्यस्तो कुरा। वेल त्यो चाहिँ हुने रहेछ। सो मलाई लाग्छ कि होइन अहिलेसम्म जसले पनि एक्लै छु भने जस्तो लागिरहेछ नि, सायद यो कुराले मद्दत गर्छ कि तपाईँहरू पनि बिजी भइहाल्नु छैन अब। अनि लाइक टाइम बितेको केही थाहै हुन्न कि सरर जान्छ। 1 वर्ष के 10 वर्ष पनि कति जाओस् होइन, अर्को साथी आएर विदेशबाट आएर पनि बिहे गरिहालोस्, बच्चा जन्माइहालोस्, केही थाहा भएन। तर इफ यु आर मुभिङ इन यर ओन पेस होइन, तपाईँको आफ्नै गतिमा चल्नुहुन्छ भनेपछि सायद मलाई लाग्छ कि एक्लिएको महसुस नै गर्नुहुन्न क्या। जो रहिरहन्छ त्यो ठिक छ, जो रहेर साँच्चै रहँदैन होइन त्यो गइहाल्छ, त्यसको पनि मतलब नगर्नुहोस्। मतलब यस्तो अट्याचमेन्ट नहोस् होइन। अब के गर्ने त, के गर्ने भन्ने हुन्छ है। कन्ट्रोल नहुने कुरामा आफ्नो मनलाई
पिर बनाएर होइन एकदम पिरो बनाएर त्यस्तो दुखाउनु हुन्न रहेछ गाइजहरू। सो सी यू गाइज, बी फाइन होइन। नेपालबाट सबैजना खाली भइरहेछ त्यस्तो त भइरहेछ, तर पनि मनलाई शान्त बनाउनुहोस्।